के तपाईलाई थाहा छ विश्वमा सबैभन्दा धेरै अलैँची उत्पादन हुने देश नेपाल हो नि। अन्य बाली लगाउन नमिल्ने ठाउँमा पनि खेती गर्न सकिने अलैँची खेती कसरी गर्ने भन्ने बारे आज जानौं। नमस्कार, स्वागत छ हाम्रो युट्युब च्यानल एडभान्स फार्मिङ टेक्नोलोजीमा। अब सुरु गरौं अलैँचीको परिचयबाट। अलैँची एक प्रमुख निर्यातजन्य नगदे बाली हो। यसको प्रयोग मुख्यतया मसला र औषधिको रूपमा गरिन्छ। अलैँची अन्य बाली लगाउन नसकिने चिसो, सेपिलो र खोल्साहरूमा खेती गर्न सकिन्छ। नेपालमा अलैँची खेतीको विस्तार 1950 को दशकबाट भएको मानिन्छ। पूर्वका केही जिल्लाहरू जस्तै इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा र सङ्खुवासभामा धेरै क्षेत्रफलमा अलैँची खेती भइरहेको छ। हाल पश्चिमका जिल्लाहरूमा पनि विस्तार हुँदै आइरहेको छ। उत्पादनको हिसाबले नेपाल विश्वमा पहिलो नम्बरमा रहेको छ। व्यावसायिक तरिकाले अलैँची खेती गरेमा यसबाट राम्रो उत्पादन र आम्दानी लिन सकिने सम्भावना रहेको छ। अलैँची खेतीका लागि हावापानी। अलैँची खेतीको लागि शीतोष्ण आर्द्र हावापानी चाहिन्छ। समुद्र सतहबाट 600 देखि 2400 मिटरको उचाइसम्म अलैँची खेती गर्न सकिन्छ। अलैँची खेती 10 देखि 30 डिग्री सम्मको तापक्रममा गर्न सकिन्छ। तर औसत तापक्रम भने 15 देखि 25 डिग्री सेल्सियस तापक्रम भयो भने वृद्धि विकास राम्रो हुन्छ। तापक्रम उपयुक्त नभएमा फल नलाग्ने, सरा कम हाल्ने, पात बोट मर्ने र समग्रमा उत्पादनमा ह्रास आउने गर्छ। वार्षिक वर्षा 1600 देखि 5000 मिलिमिटरसम्म, 90% भन्दा बढी आर्द्रता र 70% माटोको चिस्यान भएमा उत्पादन राम्रो हुन्छ। अलैँची खेतीका लागि माटो। अलैँची खेतीका लागि प्राङ्गारिक पदार्थ अधिक मात्रामा भएको सबै प्रकारको माटो उपयुक्त भए तापनि दोमट, बलौटे, मलिलो, खुकुलो, उपयुक्त मात्रामा चिस्यान भएको, पानी नजम्ने माटोमा राम्रो उत्पादन लिन सकिन्छ। माटोको पीएच मान 4.5 देखि 6.5 सम्म उपयुक्त मानिन्छ। माटोमा खाद्य तत्त्व पूर्ति गर्न प्रशस्त मात्रामा प्राङ्गारिक मल र झारपात हाल्नुपर्छ। प्राङ्गारिक पदार्थ प्रशस्त भएमा रासायनिक मल हालिरहनु पर्दैन। अलैँचीका जातहरू। नेपालमा अलैँची खेती गरिने जिल्लाहरूमा विभिन्न जातहरू रहेका छन्। नेपालमा हावापानी र उचाइ अनुसार धेरै जातहरू छन् र तिनीहरूका जातीय गुणहरू पनि फरक छन्। तर पनि कुनै पनि स्थानीय जातहरू दर्ता भएका छैनन्। राष्ट्रिय कृषि व्यावसायिक अनुसन्धान कार्यक्रम पाखरीबास धनकुटाले 19 वटा जातहरू सङ्कलन गरी संरक्षण र अनुसन्धानको काम गरिरहेको छ। ती मध्ये नेपालमा धेरै खेती गरिने जातहरूमा रामसाई, गोलसाई, डम्बरसाई, चिबेसाई, भर्लाङ्गे, साउने र जिर्मले रहेका छन्। अब कुरा गरौँ अलैँची प्रसारण गर्ने विधिहरू। अलैँची प्रसारणको एउटा विधि रहेको छ माउ झ्याङबाट सरा छुट्याएर गरिने अलैँची प्रसारण। बिरुवा प्रसारण गर्दा राम्ररी झाङ्गिएको स्वस्थ झ्याङबाट 3 देखि 4 वटा सरा भएको गानोसहित जरासहित छुट्याउनु पर्दछ। यसरी लगाएको अलैँची बगान छिटो झाङ्गिनुका साथै 2 देखि 3 सालदेखि नै उत्पादन दिन थाल्दछ। यसरी रोपेको अलैँचीमा माउबोटको गुण 100% कायम हुन्छ, तर माउबोटमा भएका रोग किरा सर्ने सम्भावना धेरै हुन्छ। बिउबाट गरिने बिरुवा प्रसारण। यो बिउबाट गरिने बिरुवा प्रसारण किसान स्तरमा गर्नलाई गाह्रो छ। यसबाट बिरुवा उत्पादन गर्न निकै कठिन र धेरै लामो समय लाग्ने गर्छ। बिउबाट उत्पादन गरिएका बिरुवाहरू भाइरसजन्य रोगबाट मुक्त हुन्छन्। अर्को रहेको छ तन्तु प्रसारण विधि। यो विधि ल्याबबाट गरिने भएकोले किसान स्तरमा गर्न सकिँदैन। अलैँची खेतीका लागि बगान स्थापना र व्यवस्थापन। अलैँची बगान स्थापना गर्दा ओसिलो, सेपिलो, पानीको सुविधा भएको, उत्तर पूर्वी मोहडा भएको ठाउँ छनौट गर्नु पर्दछ। जमिन सतह नजिकै चट्टान वा ठुला ठुला ढुङ्गा भएको ठाउँ, अत्याधिक भिरालो ठाउँ अलैँची खेतीका लागि उपयुक्त हुँदैन। अलैँची खेतीका लागि छाहारी व्यवस्थापन। अलैँची बगानमा 50% छाया हुने गरी अग्ला तथा मध्यम आकारका पात हुने र ओसिलो र सेपिलो ठाउँमा हुने खालको बिरुवा छनौट गर्नु पर्दछ। अलैँची रोप्नभन्दा 2-3 वर्ष अगाडि नै छाहारीको रुख लगाउनु पर्छ। अलैँची बगानमा उत्तिस, पातले, कटुस, सिरिस, फलेदो आदि लगाउन सकिन्छ। उत्तिस छिटो बढ्ने भएकाले 2 देखि 3 वर्षमा नै छाया दिन लायक हुन्छ। यसको पात छिटो कुहिने, काठ इन्धनको रूपमा प्रयोग हुने साथै उत्तिसको गोलिया पनि सजिलै बिक्री हुने गर्छ। जमिनको रेखाङ्कन र बिरुवा रोपण। अलैँचीको बिरुवा रोप्नुभन्दा 1-2 महिना अगाडि नै प्लान्टिङ बोर्डको सहायताले रेखाङ्कन गरी खाडल खन्नुपर्छ। 35 देखि 60 सेन्टिमिटर व्यास भएको र
45 देखि 50 सेन्टिमिटर गहिरो खाडल खनी राम्ररी पाकेको गोबर मल 5 केजी र सतहको माटो बराबर मिसाई खाडल पुर्नु पर्दछ। खाडल पुर्दा पिना, हड्डीको धुलो आदि पनि हाल्न सकिन्छ। एउटा खाडलबाट अर्को खाडलको दूरी मलिलो र समथर जग्गामा 2 मिटर र भिरालो जग्गामा 1.5 मिटर र ज्यादै भिरालो जग्गामा 1.2 मिटर गरी बनाउनु पर्दछ। अलैँचीको बगान छिटो विकास गर्नका लागि एउटा खाडलमा त्रिकोण आकारमा 3वटा बिरुवा रोप्न सकिन्छ। अलैँची बगान गोडमेल गर्ने कार्य झारपातबाट हुने खाद्य तत्त्वको प्रतिस्पर्धा रोक्न, जरा, पाना तथा बोटहरूमा हावाको सञ्चार गराउन, बिरुवालाई खाद्य तत्त्व र सूर्यको प्रकाश उपलब्ध गराउने, रोग किराको प्रकोप कम गर्न साथै माटो खुकुलो बनाई बाहिर निस्किएका पाना र जराहरूलाई छोप्ने कार्य गरी बढीभन्दा बढी अलैँची उत्पादन हासिल गर्न सकिन्छ। अलैँची खेतीमा वर्षभरिमा 5 पटकसम्म गोडमेल गर्नुपर्दछ। अलैँची खेतीका लागि मलखाद। अलैँची बगानमा प्राय मलखादको प्रयोग गरिँदैन। झारपात र पात पतिङ्गर कुहिएर जङ्गलको माटो आफै मलिलो हुन्छ, साथै उत्तिसको रुखले माटोमा नाइट्रोजन स्थापित गरिदिन्छ। तर धेरै वर्षसम्म उत्पादन दिइरहने बाली भएकाले बेला बेलामा कम्तीमा पनि 2 वर्षमा 1 पटक मलखाद दिनुपर्छ। राम्ररी पाकेको गोबर मल, कम्पोस्ट र युरिया, DAP, पोटास प्रयोग गर्न सकिन्छ। अलैँची खेतीका लागि सिँचाइ। अलैँचीलाई बढी चिस्यानको आवश्यकता पर्दछ, तर पानी जम्ने भने हुनु हुँदैन। जमिनको मोहडा, छापो, छाहारीको अवस्था र प्राकृतिक वर्षा आदिले सिँचाइको आवश्यकता निर्धारण गर्छ। प्राकृतिक वर्षा भइरहने हुनाले अलैँचीलाई असारबाट असोज महिनासम्म सिँचाइको त्यति आवश्यकता पर्दैन। फागुनदेखि जेठ महिनासम्म 5-6 पटक भन्दा बढी सिँचाइ गर्नुपर्दछ। लगातार 2 महिनासम्म पानी नपाएमा अधिकांश बिरुवाहरू मर्ने गर्दछन्। अलैँची टिपाई र टिपिसकेपछि गर्नुपर्ने कार्यहरू। अलैँची टिप्ने समय अलैँचीको जात, जमिनको उचाइ र तापक्रमको आधारमा हुन्छ। सामान्यतया मध्य श्रावणदेखि मङ्सिर 15सम्म टिप्ने कार्य गरिन्छ। थुङ्गाका फेदहरूका फलहरू राम्ररी पाकिसकेपछि टुप्पातिरका फलहरू केही काँचै रहन सक्ने भएकाले टिपेको 3-4 दिनसम्म गुम्स्याएर राखेमा सबै फलहरू पाक्ने अवसर पाउँदछन्। धेरै दिनसम्म गुम्स्याउँदा फलका बोक्राहरू कुहिन सक्ने हुनाले पछि भट्टीमा सुकाउँदा फलहरू फुट्ने डर हुन्छ। गुम्साएको थुङ्गाबाट फलहरू छुट्याउने, राम्रोसँग सफा पानीले धुने र तर्याउने गर्नुपर्दछ। यसरी तराइसकेपछि तुरुन्तै सुकाउनुपर्छ। टिपेको ताजा फलमा रहने 80 देखि 85% पानीलाई उडाई 10 देखि 12% को सुरक्षित बिन्दुमा झारी फलहरूको संरक्षण गर्न अलैँची फललाई सुकाउनु पर्दछ। अलैँचीको गुणस्तर र बजार मूल्य यसैमा जाँचिने भएकाले यस पक्षलाई गम्भीरतापूर्वक लिनुपर्दछ। अलैँचीमा रहेको मौलिक प्राकृतिक रङ र बास्ना भएको गुणस्तरयुक्त सुकेको अलैँचीको बजार माग पनि धेरै हुन्छ। नेपालमा परम्परागत भट्टीमा अलैँची सुकाउने चलन छ। पछिल्लो समय धुवाँरहित आधुनिक भट्टीमा अलैँची सुकाउने चलन बढ्दै गएको छ। राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रम पाखरीबास धनकुटामा गरिएको अनुसन्धान अनुसार सुकाएको अलैँचीमा गाढा गुलाबी रङ र मौलिक सुगन्ध कायम रहने रासायनिक पदार्थहरू जस्तै पोलिफेनोल, फ्लेभोनाइड, टेटिन अरू भट्टीमा सुकाएको अलैँची भन्दा बढी हुने, 6 देखि 8 घण्टामा 1000 केजी काँचो अलैँची सुकाउन सकिने र दानामा चिस्यान कम रहने भएकाले भण्डारण अवधि बढी हुने पाइएको छ। अलैँची सुकाइसकेपछि राम्रोसँग माडेर पुच्छर फाल्नुपर्छ र गुणको आधारमा उत्पादित अलैँचीलाई ग्रेडिङ गर्नुपर्छ। प्याकिङ भनेको सुरक्षित भाँडोमा बन्द गरी ढुवानी वा भण्डारणका लागि तयार गर्नु हो। किरा नछिर्ने झोला, इन्सेक्ट प्रुफ ब्यागमा राम्ररी सुकेको अलैँचीलाई प्याक गर्नु पर्दछ। आजको अलैँची खेती सम्बन्धी भिडियो तपाईहरूलाई कस्तो लाग्यो? सल्लाह सुझाव कमेन्ट गरी बताउनुहोला। साथै यस्तै कृषि भिडियोहरूको लागि हाम्रो युट्युब च्यानललाई लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।